आज दिन पनि सधैँ जस्तो घरको कामबाट नै सुरु भयो। बिहान उठ्ने बित्तिकै घर मिलाउनु पर्ने, बच्चाहरूलाई हेर्नुपर्ने, अनि भान्साको काम पनि गर्नुपर्ने। काम गर्दै गर्दा कहिलेकाहीँ लाग्न सक्छ कि दिनभरि यत्तिकै काममै बित्यो जस्तो। तर बच्चाहरूको एउटा सानो मुस्कान देखेपछि भने सबै थकान हराएर जान्छ। आज भान्सामा काम गर्दै गर्दा पनि मनमा धेरै कुरा खेलिरहेका थिए। जीवनमा ठुलो खुसी खोज्न टाढा जानुपर्ने रहेनछ। आफ्नै घर, आफ्नै मान्छे अनि परिवारसँग बिताएको सानो समय नै सबैभन्दा ठुलो खुसी रहेछ। दिनभरि जति नै व्यस्त भए पनि साँझ बच्चाहरूसँग बसेर केही बेर हाँस्न पाउँदा मन एकदमै शान्त हुन्छ। सायद यही नै मेरो जीवनको सुन्दर हो। सानो संसार, धेरै जिम्मेवारी अनि परिवारको मायाले भरिएको हरेक दिन जस्तै साथीहरू। अनि आज पनि मैले मेरो भान्सामा चाहिँ घिउ, नुहाउने घिउलाई तताएर घिउ बनाएको छु साथीहरू। अनि त्यसपछि मैले दाल बनाएको छु। अनि दाललाई चाहिँ नुन खुर्सानी सबै राखेर राखेर छानेको छु साथीहरू। अनि मेरो दाल पनि रेडी भयो। अनि मैले चाहिँ एउटा भाँडामा चाहिँ सर्भ गरेँ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।